उपस्थित रहनुभएका सम्पूर्ण मेरा प्यारा साथीहरू तथा टिचर सरहरूलाई नमस्कार। मेरा केही मुक्तकहरू म यहाँ भन्नु गइरहेको छु। मुक्तको शीर्षक रहेको छ प्रेमका मुक्तक। सम्पूर्ण साथीभाइहरूले सुनिदिनु होला। नदी बनायो कसले अनि डुङ्गा कसले बनायो, नदी बनायो कसले अनि डुङ्गा कसले बनायो, डुङ्गा जस्तै तैरिने फुलको ढुङ्गा कसले बनायो, डुङ्गा जस्तै तैरिने फुलको ढुङ्गा कसले बनायो। अचल एउटै प्रश्न दोहोरिरहन्छन् सधैँ, म त मान्छे नै पो थिएँ, मलाई ढुङ्गा कसले बनायो। त्यसै गरी अर्को रहेको छ, धामी झाँक्री सम्बन्धी रहेको छ। न त ओखती दिएछ न त खोप लगाएछ, न त ओखती दिएछ न त खोप लगाएछ, बरु मुटुमा अन्धविश्वासको चोट लगाएछ, बरु अन्धविश्वासको चोट लगाएछ। जुन धामी झाँक्रीलाई मेरी आमाले डाक्टर सम्झिन्थिन्, जुन धामी झाँक्रीलाई मेरी आमाले डाक्टर सम्झिन्थिन्, उसले नै आज बक्सीको आरोप लगाएछ। त्यसै गरी अर्को रहेको छ, छाडेर आफ्नो सुन्दर गाउँ घर किन पढ्थे र, छाडेर आफ्नो सुन्दर गाउँ घर किन पढ्थे र, भाडामा बसी यो स्वार्थी सहर किन पढ्थे र, भाडामा बसी स्वार्थी यो सहर किन पढ्थे र। बिरामी पर्दा धामी झाँक्री, भाडामा बसी यो स्वार्थी सहर किन पढ्थे र, धामी झाँक्रीले सबै रोग निको पार्ने भएदेखि 40 लाख तिरेर डाक्टर किन पढ्थे र। त्यसै गरी अर्को मुक्तक रहेको छ, स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वेच्छाले फल्न फुल्न बन्देज लगाइन्छ, स्वेच्छाले फल्न फुल्न बन्देज लगाइन्छ। छोरालाई जे गर्दा पनि छुट हुने समाजमा, छोरालाई जे गर्दा पनि छुट हुने समाजमा, छोरीलाई हाँस्न खेल्न बन्देज लगाइन्छ। त्यसै गरी अर्को रहेको छ, धान रोपेर गौतोरी फल्छ भने म बोल्दिनँ, धान रोपेर गौतोरी फल्छ भने म बोल्दिनँ, तेल बिनाको दियो बल्छ भने म बोल्दिनँ, तेल बिनाको दियो बल्छ भने म बोल्दिनँ। छोरी भनेर गर्भपतन गर्नेहरूलाई मेरो प्रश्न, छोरी भनेर गर्भपतन गर्नेहरूलाई मेरो प्रश्न, नारी बिना यो संसार चल्छ भने म बोल्दिनँ।